गाई सिस्नोको कमल हेर्नुहोस् त हेर सिस्नोले चिलेको चप्पल छुट्टीको हेर्नुभयो होला यहाँनिर है चप्पल छुट्टी रहेछ त्यहाँनिर छ। अब यो कसरी जानु होला गाई सिस्नोको कमल हेर्नुहोस् त हेर सिस्नोले चिलेको ल गाई सिस्नो देख्दै हुनुहुन्छ मैले चाहिँ एकबारी सिस्नो टिपिरहेको छु अनि मेरो हातलाई यहाँनिर हेर्नुहुन्छ यहाँनिर छ। अब यो कसरी जानु होला सिस्नोले चिलेको गाईको मेरो चप्पल पनि छुट्टिरहेछ। ल मलाई चाहिँ जस सिस्नो खानु चाहिँ मन पर्दैन मतलब टिप्न चाहिँ मजा लाग्छ। यो खोलामा झर्ना देखाउँछु यस्तो छ है गाइज। ल साथीहरू अब चाहिँ सिस्नोले नै भारी पुगिसकेको छ। म चाहिँ लास्टै थाकिरहेको छु अनि चप्पल त्यही माथि चाहिँ चुट्टिएको छ। अब घर कसरी जाने भनेर म चाहिँ एकदम टेन्सन तनावमा छु तर पनि मेन्टेन गर्नुपर्ने हुन्छ। ल चिसो पानीमा त्यो धारामा छमछम हात खुट्टा धुनुको बेग्लै मजा। अनि हेर्नुहोस् त हुन त सिस्नोले पनि चिलेर चाहिँ एकदमै पोलिरहेको छ। अनि हुन त म लास्टै अल्छी मान्छे नै हो। अल्छी चाहिँ म साँच्चीकै बङ्गुर जस्तै म बसेर खाने गर्छु त्यही भएर मोटाएको छु। म त्यो घाँस काट्नुहरू म ऊहरू चाहिँ खासै मलाई त्यो पारा हुन्छ नि अब भन्दा अब होइन उयो भए जस्तो लाग्छ होला। खासै म पारा म काटेको नि खासै छुइनँ तर मलाई चाहिँ अल्छी लाग्छ क्या त्यो घाँस काट्नु अनि त्यो अरू गर्नु होइन। मलाई चाहिँ जीवनमा यस्तै चाहिँ मनपर्छ क्या जीवनमा। अब म त्यो गङ्गटा मार्ने माछा मार्न होइन यस्तै चिजहरू चाहिँ मनपर्छ। अनि यो जस मेरो आफ्नै खुसीले म सिस्नो टिप्न पनि म आएको अनि खानु पनि पर्यो अनि अलिकति लानु पनि पर्यो अनि राम्रो हो नि त जो सिस्नो खानु तर मन चाहिँ पर्दैन खासै तर पनि अब खानुपर्ने चाहिँ हुन्छ ट्राई गर्नुपर्छ। सिस्नो खासै ठिकै लाग्छ। अनि ल हेर्नुहोस् अब चाहिँ मेरो चप्पल छुट्टिएको छ यस्तरी मेन्टेन गरेर। साथीहरू अब चाहिँ माछा गङ्गटाको सिस्नोको व्यवस्था हुँदैछ। गङ्गटा चाहिँ मेरो पनि पहिलो फर्स्ट टाइम हो मैले खाएको त छुइनँ तर पनि यस्तो मिठो हुँदो रहेछ। मैले चाहिँ चाखेँ है जीवनमा पहिलोचोटि हो। म सबै कुराको जस मैले मारेको छु मार्नु त मैले खाएको मन पर्थेन दबाई हुन्छ भनेर म चाहिँ खती हुन्छ भनेर खाँदैछु तर पनि यो सब्जीको रूपमा खाँदा पनि दामी हुने रहेछ। अनि मैले अलिकति माछा फ्राई कोसेको थियो त्यो पनि गरेको थिएँ अनि जस मैले चाहिँ खाइसकेँ। अनि यो रातिको बत्ती छैन त्यही भएर भिडियो अलिक राम्रो आएको छैन गाइज। बाई बाई धन्यवाद।